हेलो हेलो वेलकम टु एनदर भ्लग। आज म स्कुल जाँदैछु मेरो छोरीको। मलाई आज नानीको एडमिसन गर्नु छ अनि घाम धेरै छ है। नानीलाई समस्या लगिदिएँ मैले पसलबाट अनि म चाहिँ जाँदैछु। हेर्नु त कस्तो अप्ठ्यारो बाटो रहेछ कि, अनि बच्चाहरू हिँड्छ है सानो सानो, कस्तो गाह्रो रहेछ है। यहाँ चाहिँ बाटो अप्ठ्यारो रहेछ अनि म चाहिँ अब स्कुलतिर लाग्दैछु। स्कुल नजिक छ नि त, हाम्रो कति धेरै लाग्दैन। अनि यो दिदी चाहिँ बनाना बेच्नु ल्याउनु भएको रहेछ। यो बनाना चाहिँ बुइ पाएको रहेछ, मेरो माइती पनि बुइ पायो। त्यही भएर हेरेँ अनि दिदीसँग एकछिन बोलेँ अनि म सरासर चाहिँ स्कुलतर्फै लागेँ है त। भर्खरै मात्रै स्कुल बस आयो। स्कुल बसबाट आएको बच्चाहरू चाहिँ यहाँ झर्ने क्रम छ है, झरिरहेछ बच्चाहरू। अनि म चाहिँ एकदम धेरै टाइमपछि स्कुल आएको नि त। नानी सानो हुँदा चाहिँ नानी पुऱ्याउनु डेली नै आउनु पर्थ्यो, अहिले चाहिँ बेबी ठुलो भइसक्यो। त्यही भएर यो चाहिँ पहिल्यैदेखि थियो है, हामी सानो हुँदा नि यो चाहिँ थियो, यो गेट चाहिँ थियो। त्यतिखेरदेखिको नि गेट छ अझै पनि यहाँनिर। अनि यहाँनिर छिरिसकेपछि चाहिँ यहाँनिर पाले दाइ हुनुहुँदो रहेछ कि, अनि उहाँलाई नमस्ते गरेँ। अनि दाइले चाहिँ यहाँनिर इन्ट्री गरेर जानुपर्छ भन्नुभयो। अनि त्यसपछि म चाहिँ इन्ट्री गर्नलाई दाइकोतिर पसेँ, पाले दाइकोतिर। अनि पहिला चाहिँ यस्तो गर्नु पर्दैन थियो है, एकदम धेरै पछि आएको नि त म, त्यही भएर मलाई थाहा थिएन। अनि म चाहिँ अब दाइलाई फटाफट यहाँ चाहिँ टिपाउनु पर्दो रहेछ कि नामहरू। अनि म नाम टिपाउन थालेँ दाइसँग गफ गर्दै गर्दै। अनि त्यसपछि दिक्तेल दुई हो भन्नुभयो। हजुर दिक्तेल दुई भनेर दाइले इन्ट्री गर्दै हुनुहुन्छ। अनि म चाहिँ दाइलाई भनिरहेको छु न्यू एडमिसनको लागि हो भन्दै हुनुहुन्छ दाइले। अनि मैले हजुर भनेँ। अनि कन्ट्याक्ट नम्बर पनि भन्नुपर्ने रहेछ। अनि दाइले कन्ट्याक्ट नम्बर ल्याउनु, दाइले कस्तो राम्रो नेपाली अङ्क लेख्नुभएको है, राम्रो लाग्यो। अनि त्यसपछि मैले चाहिँ यहाँनिर साइन गर्नुपर्ने रहेछ कि, अनि त्यही भएर मैले साइन गरेँ। अनि साइन सकिसकेपछि दाइले मलाई यो दिनु है, यो पास नलिकन जान पाइँदैन रहेछ। अनि राम्रो लाग्यो यो सिस्टम पनि। अनि म पास लिएर अनि स्कुलभित्र छिरेँ। अनि अहिले चाहिँ एसेम्ब्लीको टाइम रहेछ, त्यही भएर बच्चाहरू चाहिँ एसेम्ब्ली सकेर रुमतिर रहेछ। अनि यो लोगो कस्तो मजाले राख्नु भएको रहेछ कि, कस्तो राम्रो लाग्यो। यो लोगो राखेको नि थाहा थिएन मलाई, म धेरै पछि स्कुल गएको नि त, त्यही भएर मलाई थाहा थिएन। ल अनि म चाहिँ यहाँ मेरो बच्चा नै हेर्दैछु है, किनभने आज नानीले एडमिसन प्लस उसले चाहिँ सुट पनि लिने भनेको थियो। त्यही भएर मैले सुट हेर्नको लागि पनि नानीलाई कुर्दैछु, हेर्दैछु। तर मैले मेरो बच्चा देखिनँ, त्यही भएर अब म चाहिँ सिधै माथि अकाउन्ट रुमतिर जान लागिरहेको छु। आज मेरो छोरीको जन्मबार पनि हो, त्यही भएर म आजै न्यू सेसन एडमिसन गर्दैछु है। ल अकाउन्ट रुमभित्र चाहिँ यस्तो छ। अनि म चाहिँ यसमा के लेखेको रहेछ भनेर एकछिन पढ्दै वेट गरेँ। मेरो पालो पछाडि थियो, त्यही भएर अझै पनि बाहिर निस्केर है, मेरो पालो आएन। अनि बाहिर निस्केर म छोरी वेट गरिरहेको छु, हेरिरहेको छु कता छ भनेर। मैले देखिनँ, नदेखिसकेपछि दाइलाई बोलाउनलाई, अनि दाइले बोलाइदिनु भयो। अनि आमा छोरी यसरी भेट भयो, एडमिसन गरेँ अनि म घर फर्केँ। बाई बाई।